वैदेशिक रोजगार एप मार्फत डिमान्डमा आवेदन दिएकाहरूको जानकारी कसरी हेर्ने अनि आवेदकहरूको जानकारी कसरी एक्सेलमा डाउनलोड गर्ने, पद वाइज अथवा सबै कसरी डाउनलोड गर्ने अनि बायोडाटा कसरी हेर्ने, यो हेर्नुहोस्। अब हजुरले डिमान्ड त हाल्नुभयो अनि हालिसकेपछि त्यसको 2 घण्टा 5 घण्टा 10 घण्टा 1 दिन 2 दिन 3 दिनपछि चाहिँ धेरै युवाहरूले चाहिँ वैदेशिक रोजगार एपबाट चाहिँ त्यो हजुरले हाल्नुभएको डिमान्डमा चाहिँ अप्लाई गरिरहेका हुन्छन्, मतलब आवेदन दिइरहेका हुन्छन्। त्यो आवेदन दिनेहरू चाहिँ को हो त भनेर हेर्नको लागि चाहिँ हजुरले के गर्नु पर्यो त भन्दा सिधै स्ट्याटिस्टिक्समा जानु पर्यो। जबदेखि आवेदन स्टार्ट हुन्छ तबदेखि हजुरको त्यो डिमान्ड चाहिँ स्ट्याटिस्टिक्समा देखाउन सुरु गर्छ। एकचोटि हामी यहाँ जान्छौँ, अब हेर्न सक्नुहुन्छ। जस्तो अहिले हामीले चलाइरहेको डिमान्डमा वेटरको डिमान्ड थियो, 132 जनाले यसमा अप्लाई गर्नुभएको छ। व्यक्तिको चाहिँ यसरी डाटा पनि यसरी हेर्न सक्यो सरर हैन, प्रत्येक व्यक्तिको डाटाबेस हेर्न सक्यो। म सुरुमा चाहिँ एकजना व्यक्तिको कसरी हेर्ने भनेर देखाउँछु त्यो अनुसारको। जस्तो सुरुमा यो एकजना व्यक्ति प्रेम भन्ने नामको व्यक्ति छ, उसको फोन नम्बर यहाँ छ, उसको चाहिँ एड्रेस यहाँ छ र उसको इमेल आइडी यहाँ छ। हजुरलाई प्रोपरली चाहिने भनेको चाहिँ उसको नाम र फोन नम्बर हो, प्राय हामीसँग अलरेडी अभाइलेबल छ। हामीले यो व्यक्तिको प्रोफाइल व्यक्तिगत रूपमा भेरिफाई गर्न चाहन्छौँ भने सिधै यो फोन नम्बरमा हामीले कल गर्न सक्छौँ र यो व्यक्तिको इन्ट्रेस्टको विषयहरू अरू बुझ्न सक्छौँ। र हजुरले के ख्याल गर्नु पऱ्यो भने यो व्यक्तिले वेटरमा एप्लाई गरिराखेको छ भन्ने पनि बुझ्न पऱ्यो, किनकि यहाँनिर पिपुल एप्लाइड फर वेटर भनेर देखाएको छ। सो यो व्यक्तिले चाहिँ वेटरमा एप्लाई गरिरहेछ। सो अब हजुरले के हेर्नु पऱ्यो भन्दा यसलाई कल गरेर उसको एक्सपिरियन्सहरू चाहिँ हामीले डाइरेक्ट फोनबाट पनि बुझ्न सक्यौँ र उसले कहिले आवेदन गरेको त। आज 26 तारिकमा मैले यो भिडियो बनाइरहेको छु र यो हजुरले हेर्न सक्नु 7:27 जाँदा अहिले देखेर चाहिँ हाम्रो घडीमा 7:56 भने केही मिनट अगाडि मात्रै यो व्यक्तिले चाहिँ एप्लाई गरेको देखिन्छ र 26 तारिकको यसको एप्लिकेसन छ भनेको हजुरले के पनि थाहा पाउनुहुन्छ भने यसले कहिले एप्लाई गर्यो त भन्ने कुराहरू पनि, भनेको फ्रेस क्यान्डिडेट हो कि होइन, भर्खरै एप्लाई गरेको हो कि अथवा 2 महिना अगाडि गरेको भन्ने कुरा पनि हजुरले यो डेटबाट सजिलै थाहा पाउन सक्नुहुन्छ। त्यसपछि हजुरले यहाँनिर यो व्यक्तिको फोटो देख्न सक्नुहुन्छ अनि यो व्यक्तिको 80% भनेको के हो भने यो व्यक्तिले चाहिँ 80% प्रोफाइल भरेको छ। आफ्नो जति पनि हामीले यो सिबी बेसिक एउटा सिबीमा चाहिने कुराहरू जुन 100% हुन्छ त्यसमा चाहिँ 80% डाटा चाहिँ उसले तपाईँलाई दिएको छ। अब के दिएको छ भनेर हेर्नु चाहिँ भ्यू सिबी, डाइरेक्ट उसको सिबी चाहिँ तपाईँले यहीँबाट ओपन गरेर यसरी हेर्न सक्नुहुन्छ। अब यो चाहिँ उसले अब जुन सिबी यहाँनिर हाम्रो एपबाट छान्यो त्यही देखिने हो, उसको डिटेलहरू चाहिँ यहाँनिर देख्न सक्नुहुन्छ। उसले पर्सनल डिटेल्स कम्प्लिट भरेको छ, एजुकेसन समरीहरू पनि भरेको छ, तर ट्रेनिङ समरी भरेको छैन। यो ट्रेनिङ समरी नभरेको कारणले गर्दाखेरि चाहिँ उसको 100% नभएको हो। अन्यथा उसको एजुकेसन यो इन्टर +2 पास गरेर छ भैरवाबाट, यो कुराहरू चाहिँ यसरी देखिन्छ। र यसलाई अब सिधै म्यान पावर कम्पनीले सिधै डाउनलोड गरेर हैन, अब यसलाई चाहिँ सिधै डाउनलोड गरेर आफ्नो चाहिँ आफ्नो कम्प्युटरमा पनि सेभ गरेर राख्न सक्छ र अर्कोचोटिबाट वेटरहरू चाहिँदाखेरि पनि यो व्यक्तिलाई फलो गर्न सक्छ अथवा अहिले नै भइरहेको आवेदन जुन करेन्ट स्ट्याटस छ वेटरहरू अहिले नै चाहिरहेछ भने सिधै सम्बन्धित व्यक्तिलाई चाहिँ पिकअप गर्न सकिन्छ। सिधै फोन गरेर तपाईँ हाम्रो म्यान पावर आउनुहोस् भनेर चाहिँ फर्दर अरू प्रोसेसमा अगाडि बढाउन चाहिँ सकिन्छ। साथसाथै यहाँनिर तपाईँले हेर्न सक्नुहुन्छ एप्लिकेन्ट म्यासेज। अब कहिले कहिले यो फोन नम्बर यहाँनिर सही छैन भने यतापट्टिबाट पनि उसले फोन नम्बर दिए हुनसक्छ, उसको इमेल आइडी अपडेट गरे हुनसक्छ। यो हेर्नु होला, यहाँ केही कुरा लेखाएको छ कि यो पनि पढ्नु होला। यो चाहिँ हाम्रो अटो जेनेरेटेड सिस्टम हो, तर उसले एडिट गर्न सक्छ यहाँ। अब हामीले यहाँनिर यसको फलोअप र यसको म्यासेज अनि यसको कल, जस्तो यो व्यक्तिलाई तपाईँले कल गर्नुभयो, यसलाई कल टिक लगाउन सक्नुहुन्छ। यो चाहिँ के हो भने कल टिक लाग्यो भनेको मतलब यो व्यक्तिलाई कल भइसक्यो भनिएको हो। तर तपाईँले यो कल टिक लगाइसकेपछि यो व्यक्तिलाई तपाईँले फोन गर्नुभएको छ भने हजुरले यहाँ फलोअप म्यासेज पनि लेख्न सक्नुहुन्छ। यो चाहिँ तपाईँ आफैले मात्रै हेर्न मिल्छ र तपाईँको जसले यो सिस्टम तपाईँको म्यान पावरबाट चलाउनुहुन्छ, अरू जस्तो सञ्चालकले चलाउनुहुन्छ अथवा अरू स्टाफ कसैले चलाउनुहुन्छ भने चाहिँ फलोअप के लेखाएको थियो त, यो प्रेम भन्ने व्यक्तिलाई चाहिँ यो नम्बरमा फोन गरेर फलोअप के लेखाएको थियो त भनेर यहाँबाट हेर्न सकिन्छ। अब अहिले चाहिँ फलोअप केही पनि लेखाएको छैन। सो अब हामीले मानौँ म एउटा स्टाफ हो, मैले चाहिँ यो क्यान्डिडेट यो व्यक्तिको फोन अफ छ भनेर लेखेँ। मानौँ मैले यो नम्बरमा कल गरेको थिएँ, फोन लागेन, अनि यो व्यक्तिको फोन अफ छ भनेर लेखेँ। फलोअप लेखिसकेपछि 0 सेकेन्ड एगो
मैले जस्ट 0 सेकेन्ड अगाडि चाहिँ यो लेखेको थिएँ भन्ने कुरा हुन्छ। अब तपाईँले यही कुरा अब एकछिनपछि हेर्नु भएको छ अर्को स्टाफले अथवा कसैले भने यहाँनिर हेर्न सक्नुहुन्छ 14 सेकेन्ड अगाडि चाहिँ यो व्यक्तिको फोन अफ छ भनेर कसैले हजुरको स्टाफ या कसैले चाहिँ यो लेखिदियो भन्ने बुझ्नु पऱ्यो। अब फेरि फोन खुल्यो, यो व्यक्तिको फोन खुल्यो भने अनि यो मान्छे ओके यो मान्छेको एक्सपिरियन्स छैन भनेर तपाईँले फेरि लेख्नुभयो भने यही कुरा चाहिँ फेरि अर्को एउटा स्ट्याटसमा अपडेट हुन्छ। यो चाहिँ के हो भन्दाखेरि रिमार्क्स भनौँ, जुन म्यान पावर कम्पनीले फलोअप गरेको छ, हजुरको स्टाफले फलोअप गरेको रिमार्क्स हो र यसै अनुसार चाहिँ तपाईँले यो यही डाटा चाहिँ एक्सपोर्ट एक्सेलमा पनि पठाउन सक्नुहुन्छ र तपाईँलाई चाहिँ अलिकति सजिलो त्यताबाट पनि हुनसक्छ। म अहिले एकछिनमा देखाउँछु। अब यो व्यक्तिलाई तपाईँले म्यासेज गर्नुपर्ने भयो। अब यो व्यक्तिको मानव कहिले कहिले फोन लागेन अथवा हुनसक्छ सबैलाई अब फोन गरेर साध्यै छैन भने सिधै म्यासेज गर्न सकिन्छ। यहाँ चाहिँ एउटा फर्मेटमा डियर क्यान्डिडेट तपाईँ चाहिँ वेटरमा जान एप्लाई गर्नुभएको रहेछ, सो होइन तपाईँको चाहिँ बायोडाटा अझै प्रपर भरिया छैन, कृपया छुट्टै बायोडाटा चाहिँ हाम्रो यो इमेलमा पठाउनुहोस् अथवा हामीलाई वाट्सएप गर्नुहोस् भनेर होइन वाट्सएप भनेर 98 यसरी आफ्नो नम्बर चाहिँ दिएर उसलाई सेन्ड म्यासेज गरियो भने यो म्यासेज चाहिँ उसको एक प्रति इमेलमा जान्छ, एक प्रति चाहिँ उसको एपमै देखिन्छ। त्यहाँ घन्टी बटन हुन्छ, त्यो बटनभित्र चाहिँ नोटिफिकेसनमा उसले देख्छ। सो तपाईँले यो पनि गर्न सक्नुहुन्छ है त। यो चाहिँ एउटा बेस फर्मेट हो एउटा व्यक्तिको। अब अर्कोलाई पनि त्यही गर्न सक्नुहुन्छ त्यसै गरी। जस्तो अर्को हामीसँग यहाँ भुजेन्द्र भन्ने व्यक्ति हुनुहुन्छ, उहाँको 100% प्रोफाइल कम्प्लिट भएको छ होइन। उहाँले चाहिँ 6:48 जाँदाखेरि चाहिँ एप्लाई गर्नुभएको छ आजै, र उहाँको फोन नम्बर त्यसपछि गएर उहाँको चाहिँ सबै डिटेल्सहरू छ। उहाँको पनि सेम त्यही हो, उहाँलाई कल गरेको टिक लागेको छैन तर उहाँलाई टिक लागेछ किनकि हामीले कल गरेको सूचित गरेका थियौँ। यो चाहिँ हजुरले जस्तो 2 चोटि कल भएको छ, 2 चोटि 3 चोटि कल भएको छ, 4 चोटि कल भएको छ, यसरी पनि गर्न सक्यो। अब यहाँ यो व्यक्तिको मानव अर्को व्यक्तिको भ्यू सिभी गर्न सक्यो होइन। अब यो चाहिँ टोटल आवेदन दिएको स्थितिको विषयमा जानकारी हामीले दियौँ। हाम्रो अर्को टपिक थियो यो आवेदन दिएकाहरूको एकैचोटि एक्सेलबाट रिपोर्ट कसरी निकाल्ने। यसको लागि केही पनि गाह्रो छैन। जस्तो अब तपाईँले स्ट्याटिस्टिक्समै जानु पऱ्यो, खुल्छ। खुलिसकेपछि मानौँ तपाईँलाई अब यो वेटरमा 132 जनाले एप्लाई गरेर छन्, यो चाहिँ तपाईँलाई चाहिँ मानौँ एक्सेलमा निकाल्नु पऱ्यो भने के गर्ने त होइन। जस्तो मानौँ यसलाई एक्सेलमा निकाल्नु पऱ्यो, यहाँनिर गएर यसमा क्लिक गर्ने, क्लिक गरिसकेपछि यो अलरेडी खुल्छ, सेभ गर्ने, तपाईँको कम्प्युटरमा सेभ भयो। अब यसलाई चाहिँ ओपन गर्ने। अब यसलाई ओपन गरिसकेपछि तपाईँको एक्सेल फाइलमा चाहिँ यो ओपन हुन्छ। अब यो चाहिँ तपाईँले अलिकति यतापट्टि सिट लगेर हेर्नु पऱ्यो, यो अलिकति यतापट्टि देखिने रहेछ। यसरी देखिया छ भने पनि तपाईँले यसरी हेर्नु पऱ्यो, अलि यता साइड लगाएर हेर्नु पऱ्यो। अब यहाँ हेर्न सक्नुहुन्छ तपाईँको सबै डिटेल्स, सबै व्यक्तिहरूको नाम, एड्रेस, कन्ट्याक्ट डिटेल्स, प्रत्येकको फोन नम्बर यहाँ देखिन्छ, प्रत्येकको इमेल आइडी, त्यसपछि उसले लेखेको म्यासेज, उसलाई अब हामीले चाहिँ के लेख्यौँ त, उसलाई हामीले फलोअप लेखेको थियौँ भने यहाँ फलोअप म्यासेज पनि आउँछ। सो यो चाहिँ हजुरले हेर्न सक्नुहुन्छ। सो अब हामी यसलाई चाहिँ सेभ गरेर हाम्रो अरू स्टाफलाई पनि फलोअपको लागि चाहिँ दिन सक्छौँ। अथवा सिस्टमबाटै तपाईँले यहाँबाट सिभी हेर्दै होइन, सिभी हेर्दै अनि कुन व्यक्ति ठिक छ भनेर आफ्नो छुट्टै एक्सेल पनि यहीँबाट चाहिँ बनाउन सक्नुहुन्छ। अब यसै गरी अब यो त सजिलो भयो। जस्तो कहिले कहिले के हुन्छ, जस्तो यहाँनिर हेर्न सक्नुहुन्छ, यो डिमान्डमा हेरौँ हामी, किचन हेल्परमा 137 जनाको एप्लाई छ, वेटरमा 92 जनाको, क्लिनरमा 16 जनाको। अब हजुरलाई चाहिँ किचन हेल्पर पुगेको छैन भने 137 जनाको किचन हेल्पर चाहिँ अरू चाहिँ प्याक भइसक्यो, किचन हेल्पर चाहिएको छ भने 137 जनाको बायोडाटा यो एक्सेलमा स्वाटै तानेर यो किचन हेल्पर मात्रै तान्न पनि सकियो है त, अथवा वेटर मात्रै तान्न पनि सकियो। अब धेरैले भन्नुहुन्छ यो चाहिँ अब एकदम स्किल कामदारले मात्रै यो एपबाट एप्लाई गर्नुहुन्छ भन्नुहुन्छ। यहाँ हेर्नुहोस् त, लेबरमा पनि 43 जनाले एप्लाई गरिराख्नु भएको छ। सो यो चाहिँ लेबरमा जान इन्ट्रेस्टेड मान्छेहरूले एप्लाई गरिराख्नु भएको छ। हजुरले लेबर पनि पठाउन सक्नुहुन्छ, यो एप मार्फत चाहिँ लेबरहरूले पनि एप्लाई गरिरहेका हुन्छन्। अब हाम्रो अर्को टपिक थियो बायोडाटा कसरी हेर्ने। अब यो विषयवस्तु अलरेडी मैले भनि पनि सकेको छु। मानौँ अब मलाई चाहिँ वेट्रेस चाहिएको थियो होइन, वेट्रेस मैले क्लिक गरेँ, त्यसपछि मलाई चाहिँ वेट्रेसहरू यहाँ 2 जनाको वेट्रेस अगाडि देखाइरहेछ, अरूहरू पनि छन्। मैले सुरुमा 2 जना अनिता
नाम गरेको र डोमा नाम गरेको 2 जना वेटर। अब यो अनिताको चाहिँ 100% प्रोफाइल चाहिँ क्रिएट छ भनेको 100% प्रोफाइल भरेको छ अनिताले, तर डोमाले चाहिँ 40% मात्रै भरेको छ। अब एब्सोल्युटली हजुरले चाहिँ यो अनिताको प्रोफाइल चाहिँ 100% भरिएको हुनाले यो सिभी हेर्न सक्नुहुन्छ 100% के भरिएको छ त। त्यसै गरी डोमाको चाहिँ 40% मात्रै भरिएको छ, यसको मतलब धेरै कुराहरू चाहिँ डोमाले भरेको छैन। अब हामी अनिताको एकचोटि यो सिभी हेर्छौँ। ल हेर्नुहोस्, अनिताको पर्मानेन्ट एड्रेस काठमाडौँ, थानकोटमा टेम्पोररी रहेछ, मोबाइल नम्बर इमेल आइडीदेखि लिएर अनिताले चाहिँ जेन्डर रिलिजियस सबै कुरा भरेको छ। एक्सपिरियन्स समरी होइन, सेल्स गर्लमा चाहिँ उसले काम गरेको एक्सपिरियन्स रहेछ, पहिरन बुटिक कलङ्कीमा काम गरेको रहेछ, अनि एजुकेसन +2 पास गरेको रहेछ, ट्रेनिङ बेसिक फुड एन्ड बेभरेजको ट्रेनिङ पनि लिएको रहेछ र इङ्ग्लिस नेपाली र हिन्दी चाहिँ आउने रहेछ। अब अनिता चाहिँ तपाईँले रोजगारीमा पठाउन चाहने हो भने चाहिँ होइन अनितालाई चाहिँ डाउनलोड गर्नु पऱ्यो र अनिताको चाहिँ प्रोफाइल सेभ गर्नु पऱ्यो। यसरी चाहिँ सिभी चाहिँ प्रत्येक क्यान्डिडेटको सिभी पनि यो स्ट्याटिस्टिक्सभित्र गएर जसले वैदेशिक रोजगार एपबाट तपाईँको डिमान्ड हेरेर आवेदन दिएका थिए उनीहरूको चाहिँ सिभी पनि हेर्न सक्नुहुन्छ। थ्याङ्क यू।